हेलो गाइस, तपाईहरुलाई यो भिडियोमा स्वागत छ। तपाईहरुले हेर्न सक्नुहुनेछ यो दृश्य यो भोगरानरसिंह गाउँपालिका अन्तर्गत रहेको यो धानबाली एकदमै धेरै क्षेत्रफलमा रहेको यो धानबाली। तर यस पालीको वर्षाको कारणले गर्दा पछिल्लो वर्षाको कारणले गर्दा धानमा निकै क्षति पुगेको छ, जुन असहनीय छ, जुन यो एकदमै क्षति भएको छ। तपाईहरुले यो भिडियो मार्फत हेर्न सक्नुहुनेछ। धान खेतीमा अपूर्ण क्षति भएको छ। यो क्षति किसानले सहजै स्वीकार गर्ने अवस्था छैन। यो तपाईहरुले यो हेर्न सक्नुहुनेछ। पछिल्लो वर्षाको कारणले गर्दा धानमा पुगेको क्षति। सुरुमा त धान रोप्ने बेलामा पानी नपरेर मसिन मोटर लगाएर धान जसो तसो रोप्यो। पछिल्लो टाइममा वर्षा नभएपछि फेरि धानलाई बचाउन मसिन मोटरकै प्रयोग गरेर पानी हाल्यो। तर पनि पानी जसोतसो थोरै पानी आयो। तर पछिल्लो टाइममा यति पानी आएपछि यहाँ हेर्न सक्नुहुन्छ तपाईले, सबै झरेको खसेको धान सबै उम्रिसकेको छ। खसेको धान, खेतमा सुकेको धान सबै उम्रिसकेको छ। यी हेर्न सक्नुहुन्छ। अहिले पनि यो त मुनि खसेको धानको मुनि पानी छ। त्यो पानी अहिलेसम्म सुकेको छैन। अब तपाईहरुले यो धानको अवस्था यस्तो छ, पुरै गइसकेको छ, सबै धान गइसकेको छ। यी यस्तो अवस्था छ। धानको अवस्था यस्तो छ, हेर्न सक्नुहुनेछ। यो